नेपालमा अहिले सबभन्दा सस्तो चीज के हो थाहा छ? नागरिकको समय। त्यसैले आज ऊ ग्यासको लागि लाइनमा छ, भोलि राहदानीका लागि। कतै मानिसहरू ग्यासको सिलिन्डरमा पालो कुरिरहेको आज बिहान मैले देखेको थिएँ। कतै मानिसहरू फाइल बोकेर राहदानीको पालो कुरिरहेको समाचारमा हेरेको थिएँ। दृश्य फरक थिए तर अनुहारको भाव एउटै देखिन्थ्यो। प्रतीक्षा, अनिश्चितता, क्लान्त अनि थकित। ग्यासको लाइनमा उभिएको मानिसलाई थाहा छैन आज सिलिन्डर पाइन्छ कि पाइँदैन, के गरी पकाएर खाने हो। राहदानीको लाइनमा बसेको मानिसलाई पनि थाहा छैन आज काम सकिन्छ कि फेरि अर्को दिन आउनुपर्छ, कहाँ बस्ने हो। यही बीचमा सरकारको तर्फबाट आवाज आउँछ ग्यास पर्याप्त छ, राहदानीको लागि लाइन लाग्नै पर्दैन। तर दृश्यले त अर्कै थोक भन्छ। यदि पर्याप्त छ भने लाइन किन? राहदानीमा पनि प्रश्न उही छ। हामी डिजिटल नेपालको कुरा गर्छौं तर नागरिक अझै बिहानदेखि पालो समात्न दौडिरहेका छन् ग्यास लिन, राहदानी बनाउन। भोलि सायद अर्कै कुनै सेवाका लागि धेरै पटक समस्या सामानको अभाव भन्दा ठुलो हुन्छ मानिसको समयलाई सस्तो ठान्ने सोच। किनकि लाइनमा उभिएको मान्छेले ग्यास मात्रै कुरिरहेको हुँदैन, उसले आफ्नो दिन पनि त्यसै गुमाइरहेको हुन्छ जुन समय उसले कमाउन सक्थ्यो। राहदानी मात्रै बनाइरहेको हुँदैन, उसले आफ्नो समय पनि खर्च गरिरहेको हुन्छ। र अन्तिम प्रश्न, आज ग्यासको लाइन छ, आज राहदानीको पनि लाइन छ, भोलि हाम्रो कुन लाइनमा हुनेछ? यो चिजले अझै चिन्तित छन्। लाइन होइन अनलाइन भन्ने नेपाली अर्थतन्त्रलाई अनुभूतिको तहमा नबुझेका विद्वान अर्थमन्त्री अलिकति दिमाग लाउने कि